हामी मुक्तिको बिगुल फुक्दै तपाईहरुको गास बासमा, तपाईहरुको साथमा, तपाईहरुको सुरक्षामा, तपाईहरुको माया र सद्भावमा हामीले हिजोको विशाल र वृहत एउटा जनयुद्धकालीन अवस्थाको कठिन अवस्थालाई पार गरेर आज तपाईहरुका छोराछोरीहरूलाई यो राज्यका विविध ठाउँमा मालिक बनाउँदै, शासक बनाउँदै तपाईहरुको आत्मसम्मान, तपाईहरुको स्वाभिमान, महिला दिदीबहिनीहरूको पहिचान र यहाँका आदिवासी जनजातिहरूको पहिचान र मधेसीहरूको आत्मसम्मानलाई हामीले यहाँ कानुनमा लेखेर, संविधानमा लेखेर आज चाहे त्यो वडाको होस्, चाहे पालिकाको होस्, चाहे त्यो संसद होस्, चाहे त्यो उपभोक्ता समितिमा होस्, सबै महिला दिदीबहिनीहरूको सम्मानमा, आफ्नो परिचयमा, आफ्नो पहिचानमा, आफ्नो स्वाधीनतामा, आफ्नो स्वाभिमानमा अडिग भएर आफ्नो रक्षा, आफ्नो विकास र गाउँठाउँको समृद्धि गर्नको निम्ति हामीले संविधान लेखेर आएका छौँ। आज तपाईका धेरै छोरीहरू आज यो गाउँपालिकाका वडाहरूमा जागिर खाइरहनु भएको छ। चाहे त्यो आर्मीमा होस्, चाहे पुलिसमा होस्, चाहे राज्यको सांसदमा होस्, चाहे वडा सदस्यमा दलित महिला सदस्यको रूपमा होस्, चाहे महिला संसदमा होस्, चाहे आजको राष्ट्रपति होस्, चाहे सभामुख होस्, चाहे प्रधान न्यायाधीश हो, यो सबै काम माओवादी जनयुद्धको उपलब्धिको रूपमा आयो। त्यही भएर तपाईँ हाम्रो छोराछोरीको भविष्यलाई हामीले सम्मान गरेर, त्यो उद्देश्यलाई हामी पुरा गरेर हामी यहाँ आएका छौँ। हामीले केही दमनबाट, केही अत्याचारबाट, केही शोषणबाट मुक्त गर्ने संविधान र कानुन त ल्याएका छौँ, तर त्यसलाई कार्यान्वयन गर्नको निम्ति हामी बलियो हुनु छ, हामीले चुनाव जित्नु छ, हामीले विजय प्राप्त गर्नु छ र तपाईँले त्यो मत हाल्न पर्नुहुन्छ। हिजोको जस्तो गाह्रो काठो कठिन दिनहरू छैनन्। हामीलाई हिजो साथ दिएर तपाईँ हामी जस्तै छोराछोरीहरू 17,000 छोराछोरी, चाहे आर्मी पुलिसका हुन्, चाहे हामी माओवादी भनेर हामी हिजो लड्यौँ र यो राज्य निर्माणमा लाग्यौँ। त्यो हाम्रो लागि ठुलो क्षति थियो, ठुलो एउटा योगदान थियो। अब त्यसरी हामीले केही गर्नु पर्दैन। तपाईँहरूको एउटा विवेकले, एक दिनको मतले राज्य निर्माणमा हाम्रो ठुलो योगदान हुनेछ। त्यो अवसरले हामीले नचुकाइकन हामी फेरि पनि यो देश निर्माण गर्नको निम्ति, हाम्रो शान्ति, संविधान र भ्रष्टाचार मुक्त नेपाल बनाउनको निम्ति, सुशासन, समृद्धि र सामाजिक न्याय सहितको नेपाललाई एउटा नयाँ राष्ट्र निर्माण गर्नको निम्ति हामी फागुन 21 गतेको यो जनमत संग्रह हो। भ्रष्टाचारीलाई भोट हाल्ने, देशद्रोहीलाई भोट हाल्ने, आगजनी गर्ने र देशको स्वाभिमान र पहिचान नसक्ने हाम्रो सिंहदरबार त एउटा भवन मात्र होइन, हाम्रो संसद एउटा भवन मात्र होइन, यो देशको पहिचान थियो, यो देशको शिर थियो, यो देशको स्वाभिमान थियो, यो हाम्रो पहिचान थियो, यो हाम्रो गौरव थियो। त्यो गौरवलाई ध्वस्त पार्नेहरू, आगजनी गर्नेहरू देशलाई माया गर्ने हुन सक्दैनन्, देश जोगाउन सक्दैनन्, देश बनाउन सक्दैनन्। हामीलाई कहीँ कति भरम छ, एउटा सहकारी चलाउन नसक्ने ठगले देश बनाउन सक्दैन, एउटा टेलिभिजन चलाउन नसक्नेले देश चलाउन सक्दैन, एउटा गोर्खा मिडिया चलाउन नसक्नेले देश चलाउन सक्दैन। यो भरम नपाल्दा हुन्छ। देश बनाउने हो भने त्यो सहकारीमा सफल हुनु पर्थ्यो, त्यो गोर्खा मिडिया चलाउन सक्नु पर्थ्यो, त्यो टेलिभिजन चलाउन सक्नु पर्थ्यो। त्यसकारण यस्ता हावादारी बकवास कुरा गरेर नयाँ काङ्ग्रेस र एमालेमा नपताएका मान्छेहरू पनि आज नयाँ नयाँ भनेर फेरि तपाईँ हामीलाई ठग्न खोजिरहेका छन्। ठिक छ, तपाईँहरूका हाम्रा बाटाघाटा बनाउने कुराहरूमा, पुल पुलेसा बनाउने कुराहरूमा, तपाईँहरूको आत्मसम्मान र स्वाभिमानमा केही कुरामा हामीले धेरै खायौँ र हामीले धेरै आटो पिठो तपाईँहरूको बिचमा माग्यौँ र हिजोको दिनमा 1-2 सेट चन्दा मागेका हौँ र हामीले गरेको भए हामीले व्यक्तिगत घर बनाउन गरेका थिएनौँ। महान जनयुद्धमा हाम्रा जनमुक्ति सेनाको भरण पोषण, हाम्रा घाइते अपाङ्ग साथीहरूको उपचारको निम्ति हामीले गरेका थियौँ। यहाँ कति हाम्रो कमजोरी छ भने हामी पार्टीको तर्फबाट माफी माग्छौँ र तपाईँहरूको अब सेवामा हामी अब नयाँ नेपाल बनाउने कुरामा आगामी दिनमा प्रतिबद्ध भएर तपाईँहरूलाई हाम्रा छोराछोरीहरूको भविष्य निर्माण गर्न हिजोको जस्तै विवेक चाहनुहुन्छ, हिजोको जस्तै अन्याय चाहनुहुन्छ, हिजोको जस्तै अत्याचार चाहनुहुन्छ, हिजोको जस्तै तपाईँहरू जस्तै हामी गरिबी र अभावमा बसेको चाहनुहुन्छ, हाम्रा छोराछोरी सम्पत्तिहरूको सबैको रक्षा, भविष्यहरूको हाम्रो रक्षा गर्न चाहनुहुन्छ भने आगामी दिनमा भ्रष्टाचारीलाई होइन, यी घुसखोरी ठोगीहरूलाई होइन, यी ठगहरूलाई होइन, राष्ट्रियता र जनतन्त्रको पक्षमा भ्रष्टाचार मुक्त नेपाल बनाउने यो हाम्रो साझा संयुक्त उम्मेदवार र पार्टीलाई तारा चिन्हमा भोट हालेर जिताउनको निम्ति आह्वान गर्दै आजको यो महत्त्वपूर्ण कार्यक्रममा तपाईँको घर दैलोमा आउनुभएको विद्यार्थी जीवनदेखि आफ्नो राजनीतिक जीवनको यात्रालाई अगाडि बढाउनु भएको हाम्रो पार्टीको जिल्लामा पटक पटक सचिव र अध्यक्ष हुँदै, गण्डकी प्रदेशको उपाध्यक्ष हुँदै, विभिन्न सामाजिक सङ्घ संस्थामा सफल नेतृत्व गर्दै, पार्टीको केन्द्रीय समिति हुँदै आज 2वटा दलको साझा वाम उम्मेदवारको रूपमा आउनुभएका आदरणीय कमरेड ज्ञानराज गैरी अनिललाई आफ्नो मन्तव्य राखेर जनतालाई सम्बोधन गर्नको निम्ति म हार्दिक अनुरोध गर्दछु। आउँदै हुनुहुन्छ ज्ञानराज गैरी अनिल, उहाँको सम्मानमा एकपटक